हेलो साथीहरु, नमस्ते नमस्कार। लासो फ्याफुल्ला झोरले सेवारो जुजुलो। आज पनि म आफ्नो युट्युब च्यानल रमाइलो सिर्जनाशीलमा दोस्रो एपिसोड लिएर उपस्थित भइसकेको छु र आजको दोस्रो प्रस्तुति हजुरलाई कविता नै लिएर आएको छु। आजको मेरो कविताको शीर्षक रहेको छ मेरो देश। यो मेरो कविता प्रस्तुत गर्नको कारण वर्तमान परिस्थितिमा मेरो देश पीडाले छटपटाइरहेको छ भने मेरो मन कता कता दुखिरहेको छ। त्यसैको सिलसिलामा देशप्रति समर्पित हुँदै यो कविता मैले तयार गरेको छु। राज्य सञ्चालनमा रहेका हाम्रा नेताहरूले नागरिकको नैसर्गिक अधिकार र वाक स्वतन्त्रतामाथि हस्तक्षेप गर्दै आएको थियो र फेरि पुनः बहाली भयो भने हुन सक्छ कहीँ कतै नेताहरूको मानहानि हो भनेर हत्कडी लगाउन बेर पनि छैन। तर त्यो भोलि समय र परिस्थितिले बताउने र देखाउने कुरा हो। तर जे भए पनि आजको लागि हजुरहरूलाई यो मेरो कोसेली सुनाउने अनुमति चाहदै मेरो विषयवस्तुतिर प्रवेश गरे। खानीको भण्डार दानीको बस्ती भएको मेरो देश, खानीको भण्डार दानीको बस्ती भएको मेरो देश, नेपालको ढिकुटी विदेशी बैंकमा जनतालाई बनाए जोगीको भेष। विगतको इतिहास ताजा छ, विगतको इतिहास ताजा छ, जापान र कोरिया आहा छ। नेपाल गयो आगो र भ्रष्टाचारको बाढीमा, युवा जति सबै बेचिन्छन् खाडीमा, त्यसैले त रोइरहेको छ मेरो देश। कञ्चनजङ्घा सगरमाथा यार्सा गुम्बा पाउने देश, कञ्चनजङ्घा सगरमाथा यार्सा गुम्बा पाउने देश। सान झुक्यो मान टुट्यो, भ्रष्ट नेताहरूले बिगारेको मेरो देश। विगत साझा फुलबारी थियो मेरो देश, विगत साझा फुलबारी थियो मेरो देश। सबै हुन्थे आनन्दित सुगन्धमा, अहिले जटिल र फरक छ, बस्न सकिन्न भ्रष्टाचारको दुर्गन्धमा। त्यसैले त नर्कमा डुबिरहेको छ मेरो देश। देश डुबाए कुपुत्रहरूले, देश डुबाए कुपुत्रहरूले, अब चाहिएको छ नेपाल बनाउने सुपुत्र। देश डुबाए कुपुत्रहरूले, अब चाहिएको छ देश बनाउने सुपुत्र। सन्तानको कामदेखि आमा दुखी छिन्, भन्छिन् आमा जन्माउन त जन्माएको थिए सुपुत्र, तर भइदिए कुपुत्र। त्यसैले त सुनको थालीमा भिख माग्नु परेको छ मेरो देश। शान्तिको बिगुल बज्ने देशमा, शान्तिको बिगुल बज्ने देशमा रगतको होली खेलेका छन्, शान्तिको बिगुल बज्ने देशमा रगतको होली खेलेका छन्। गलत नगर भन्दा देशको माया गर्नेलाई गोली र बारुदले पेलेका छन्। हुनहार युवा देश बनाउनेलाई कालको मुखमा ठेलेका छन्। त्यसैले त क्यान्सर लागेको छ मेरो देश, त्यसैले त क्यान्सर लागेको छ मेरो देश। दर्शकवृन्द, मैले प्रस्तुत गरेको कविता हजुरहरूलाई मन पर्यो भने पक्कै पनि हजुरहरूले मलाई माया गर्नुहुनेछ, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु हुनेछ र यो भिडियोलाई अन्तिमसम्म हेरेर सहयोग गरिदिनु हुनेछ। I going to say goodbye for now. See you again in the next video. Okay, bye bye.